हामी चाहिँ काशी विश्वनाथ गएर फर्किसकेका छौँ। अब घर जान लागेको म प्याकिङ गर्दैछु है। अनि काशी विश्वनाथ गएपछि चाहिँ मलाई एकदमै पिसफुल फिल भइरहेछ। अनि हो सबैजनाले चाहिँ त्यहाँ जानै पर्ने हो मलाई लाग्छ है। अनि त्यहाँनेरिको आरती, त्यो इन्भाइरोमेन्ट होइन, त्यहाँ मान्छेहरू कोही बिहा गरिरहेछन्, कोही डुब्की लगाइरहेछन्, कोही ठेलामा चिया बेचिरहेका छन्। सबैजनाको आफ्नो आफ्नो स्टोरीहरू होला है। अनि मैले सुनेअनुसार चाहिँ त्यहाँनेरि चाहिँ मान्छेहरू आफ्नो लाइफको अन्तिम पलहरू बिताउन पनि जान्छन् भनेर मैले सुनेको थिएँ। अनि त्यो घाटमा लासहरू जलाइरहेको, त्यो एउटा घाटमा चाहिँ 24 आवर्स नै लाइक त्यो के अरे निप्दैन अरे कि जलेको गर्छ अरे है। अनि मलाई त्यहाँ गएपछि चाहिँ लाइक ह्युमन लाइफको एकदमै धेरै इम्पोर्टेन्स फिल भयो। किनभने चाहिँ लाइक हामी त्यो एउटा त्यो गङ्गाको किनारमा बसेर आरती गरिरहेको थियौँ, प्रे गरिरहेको थियौँ। कति मान्छेहरूले त्यो फुल अनि दियो बालेर बगाइरहेको थियो। इन अ वे दे आर कनेक्टिङ न, जो छोडेर गइसक्नुभयो उहाँहरूलाई एउटा सम्झना गरिएर लाइक। अनि त्यो एकदम रेस्पेक्टफुल गुड भाइब्स थियो कि त्यहाँनेरि, एकदमै राम्रो थियो। अनि त्यहाँको खानाहरू पनि कस्तो एकदम सादा सिम्पल, एकदम राम्रो, कस्तो आफ्नो जिउ नै एकदम हलुको भएको मलाई महसुस भइरहेछ अहिले है।